पुरै ब्रह्माण्ड चाहिँ कसरी बनेछ भन्ने कुरा चाहिँ यो भिडियोमा देख्न गइरहेको छ है। सुरुमा यस्तो हुँदो रहेछ, यस्तो रहेछ, त्यसपछि त्यो ब्लास्ट भएर चाहिँ पृथ्वी, घाम, अरुण वरुण ताराहरू बनेछ, त्यसपछि फेरि ब्लास्ट भएछ, ज्वालामुखीहरू आएछ है। कति सय वर्ष चाहिँ पानी पऱ्यो भन्थे, पानी पऱ्यो, त्यस्तो बाफ उडेर बादल बनेछ, आकाशबाट पानी परेको परे 300 वर्ष कति पानी पऱ्यो भन्थ्यो। पानीले पुरा यो ज्वालामुखी फुटेर समुद्र भएछ। समुद्रमै आँधी तुफान पुरा आइपुग्छ। पुरै यो धरती कसरी उत्पादन भयो, कसरी उत्पादन भयो धरती भन्ने कुरा पुरा देखाएको छ। यो ढुङ्गा चट्टान कहाँबाट गयो, चट्टान बच्चा घाँसहरू हुँयो, पहाड, पृथ्वी, पानी, ओ मेक के हो रुखहरूको लागि कहाँबाट के पर्छ, ढुङ्गा ठुलो डाइनोसरहरू भयो, समुद्रबाट उत्पादन हो। बाहिर जनावर खानालाई चाहिँ समुद्रबाट निक्लेर जङ्गलतिर बसेछ आहाराका लागि। ओ छुद्रा गरेर उल्टा पिण्ड झरेछ। ऊ मेक्सिको खाडीमा झऱ्यो भने डाइनोसरको अन्त्य भयो। डाइनोसरको अन्त्य भएपछि फेरि पानी परेछ, घाँस सुँग्यो, पुरा हरबर साङ्लाहरू साँचेछन्, किरा फट्याङ्ग्राहरू। डाइनोसर सिद्धिएपछि बाँदरहरू भयो, मान्छेको हाम्रो मानवको उत्पादन यसरी भएको छ। ल यो मान्छेहरू पनि खरानी भयो। प्लस पहिला जङ्गलमा बस्थ्यो, त्यहाँबाट यस्तो झुक्रा बनाएर बस्न थाले, त्यहाँबाट यस्तो बबाल खालका घरहरू बनाउन थालेछन्, कम्पाउन्ड सहित। त्यो चाइनिज आकारमा देखेको। ओहो यो सितेर उद्योगहरूको पुरा उद्योग, कल कारखाना सुरु भयो, कारहरू आयो। ल दामी अहिलेको युग चाहिँ यो पहिले जुन हामी अहिले बसिरहेको छ। तर यो अत्याधिक मात्रामा आणविक बमहरू बनाउने भएको छ। यसले यो पनि देखाउँछ फेरि पृथ्वी टुक्न भएको पुरा सबै उडाइदिएर पृथ्वी फेरि शून्यमा हुन सक्छ भन्ने यहाँ देखाइरहेको छ। यो रकेटहरू लन्च भयो, ब्लास्ट सुरु भएको छ।